साथ दिनु ल थ्याङ्क यू दाइ ल मेरो ठानाको दाइ हेमन्त राजसँग भेट्यो आज पहिलो भेटघाट आज यहाँ हेमन्त दाईको घरमा चाहिँ खाजा सुरु भयो उहाँ चाहिँ मामा हुनुहुन्छ मामाले खाँदै हुनुहुन्छ ए मेरो बहिनी बबिता गुरुङ र हेमन्त दाईको घरमा बुटोलमा मेरो हैन ससुराली घर यहाँ चाहिँ हाम्रो माइजू ल बाजेको टाइमको घर होइन अहिले चाहिँ हाम्रो यहाँ हेमन्त दाई बस्नुहुन्छ यहाँ हाम्रो हेमन्त दाई र नाना बहिनी बबिता यहाँ बस्नुहुन्छ हाम्रो मामाले चित्र भाइ हेर्नुहोस् यहाँ ल ल भाइ नमस्कार यो बुटोल इटा भट्टी को बजार आज राति यहीँ बसेका थियौँ हामी ए हाम्रो यहाँ अब ढेँडो पार्टी भइरहेछ यहाँ हेलो हाम्रो चित्र भाइ मेरो मामा माइजू भने नि बाबा आमा भने जम्मै आइदिनु भएको छ मलाई अब स्वर्गबाट मेरो बाबु आमा यस्तै खुसी लाग्यो बाबा आमालाई इष्टमित्रलाई मेरो दाइ पनि आउनु भएको छ मेरो शिरबारीबाट बल्ल पर्सियो भयो त्यो थाहै पाइएन ल हामी चाहिँ अब बुटोलबाट इटा भट्टीबाट चाहिँ अब देहरादुन जानुको लागि बसमा चढ्यौँ यो टिकट काउन्टर नमस्कार ल शुभयात्रा पनि त देहरादुनको शुभयात्रा भाइहरूलाई आङेजीहरू मामा सोल्टी ल बाँके उता दाङ छोरी होइन यो कुसुम त्यो ठाउँको नाम कुसुममा चाहिँ बियर र फेरि खसीको घुटन चिकनको झोल अनि यो मटन झोल समोसा तरकारी अनि यसकोसँग बियर होइन यो बाँके जिल्ला खाना ब्रेक भइरहेको नगिदोमा हामी खाजा खानको लागि गाडी ब्रेक गरेको छ ल बाबा खानुभयो मामा मामाले खानुभयो मामा आउनु चिया मोटको चिया हाम्रो 3% सोल्टी सोल्टी 3% सोल्टी र मसी यहाँ देहरादुनको यात्रामा अहिले नागिदोमा खाजा खाइयो हेरे गर्दैन
पुनतच्चक्रियं हरि ओं तत्सन्नमः कामनायु गन्धद्वारादुरादर्थानुपत्तिग्रसितानि मोमुजिग्रसिकपिशाचमाचित्तम्परिहस्तजन्यगुणं ददातु विश्वे देवास इह मादन्तामुं प्रतिष्ठितः हरि ओं तत्सन्नमः तो जल्ला गोल्दे गन्नो हरि ओं यद् देवादे वेहडनं देवाश्चक्रमावयम् अग्रमं तस्मादर्शो विश्वान् मुञ्चं कुर्मः यदि दिवायितमेनानिं चक्रमावयं सूर्यं तस्मादर्शो विश्वान् मुञ्चन्तो गुं हस यदि गालिचोपेनासि चक्रमावयं सूर्यं तस्मादर्शो विश्वान् मुञ्चं कुर्मः देवी ओम तत्सन्नमः यो अगाडिको पूजा खानमा सकिदिनु बाई हाम्रो माइजू माया र यहाँ नाना बहिनीले चाहिँ पूजामा चलाउनको लागि फलफुलहरू प्रसादहरू रेडी गर्दै हुनुहुन्छ। ए बोल्नु सुल्टीको होइन श्री गंगा देवी नमः चारों तरफ जल को छिटा देनु ओम अपवित्रो पवित्रो वा सर्वावस्थागतो विवा यस्मरेत पुंडरीकाक्ष सभा भयंतर शुचि वस्त्र से सर्वांग शुचि भवतु पुंडरीकाक्ष पुनातो पुंडरीकाक्ष पुनातो पुंडरीकाक्ष पुनातो हरि लगानु ओम पवित्र स्तोत्रे नमो पवित्र सूर्य सरस्वती दस्तते पवित्र पते पवित्र पुनतच्च केयं हरि ओं तत्सन्नमः भक्ति जरा अरे कोई बात चाय रहेगा खाने बेला यो हाम्रो ठुलो माइजू यहाँ चाहिँ मेरो एउटा सोल्टिनी किन लजाएको जय बुद्ध जय बुद्ध यो 10 दिनमा चाहिँ 5 साल दाल सारी काट्नु पर्छ देहरादून गतगातः गौतम चरणामो स्थान समीपे केरलाकला चरणपुर ग्राम वास्तव्यम ओम अद्य आत्रे गौतम गुरु वंशो गोव सर्वसिद्धि शांताराम गुरु नाम तस्य पुत्र ऋतिक गुरु ऋषभ गुरु नाम मस्मा सब परिवार सहित मम वन अपितु ओम अद्य आत्रे गोत्रस्य शांताराम गुरु नाम दीर्घस्य असद्यति विनाश सद्यति प्राप्ति निमित्ते समस्त आवाम करिष्यामि वन्वला अहम करिष्यो तत्सन् नमः एला माथामा लगाऊ नमः एउटा पैसा लाग्छ मेरे हातमा फुल अक्षता लिनु होला सोल्टीको नाम के पर्यो आयुष 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 गुरुङ तस्मत् तस्मिज्जातः यावयो स्वाहा तं जगं सहस्रसोक्षं कुरुतं जातमनुतं तेन सेवा ऐनं सा दर्शचयो स्वाहा ॐ जत्पुरुपन्वयतावकल्पे मुखं किमासीत् किं बाहु किं रूपादं चन्द्यो स्वाहा ओम राम समुखमासित बाहुरायकृत उलूतदच यद्विश्वपदप्रागुं सुब्रोहयायतो स्वाहा ओम प्राणश मुखान्दजायतो स्वाहा ओम नाभ्य आसुदन्तरिषगं श्रीस्नो समोपद पदभ्यां भूमिदिशा पदभ्यां भूमिदिशा श्रोतात्रे रुद्रमन्यव उतोत इखवे नमः बाहुभ्यां तते ओम स्वाहा ओम तत्सन्नमः तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र प्रचोदयात् ओम स्वाहा हाम्रो मामाले बिचरा हिसाब किताब पुरा लेख्नु पर्यो
भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा अरू भेज नॉनवेज सब मिला के एउटा अलग से अलिकति यो सबै भोडिदिनु सानो यहाँले मन पराउने सब्जी हजुर म त एकपल्ट त एक वर्षसम्म नेक्स्ट टाइम आएर किन भयो त्यो झोला चाहिँ दिएको फुल हो हजुर बाहिर चढ यो अवनको भाइलाई अर्जुन पौडेल ए अर्जुन पौडेल अर्घाखाँची होइन हजुर एकछिन क्या गर्ने हजुर स्माइल फोटो खिचिदिन्छु ल कति धेरै सर्ट लियो मैले ल फोटो भयो ल 1 2 3 स्माइल जग्गा भिडियो छ यो भिडियोमा बनाएर छु फोटो
ल सुर हाल्ने कार्यक्रम पनि सिद्धियो। ल ल ल हाम्रो शिवराज साहब पनि भेट्यो है यहाँ। कहिले आएको तिमी हिजो आएको। अहिले बडा विष्णु एकदम सकुशल हुनुहुन्छ नि। भेट्यो। बुढो त अलिक बिमार भएको छ कि भेट्दै गर्छ। आर्य साहब फ्यामिली हाम्रो शिवराज साहबको दाजु भाइ यहाँ चाहिँ दाइ फसजिएको साहब तपाईँ एडी ए फर्स्ट फाइभ बिग्रेर नराखेर त्यहाँ आर्मी पठाइदिएको ए मन पराएन मन पराएन। तमुदी देहरादूनको अध्यक्ष ए तमुदी मेरो नाम अनिल शुद्धमेजर भीमबहादुर गुरुङ म। उसले आफ्नो लास्ट सकेको गरेको मेरो उहाँ चाहिँ हनरी क्याप्टन तोरो टिभी तिलक राज गुरुङ तमुदीको देहरादूनको महासचिव उहाँ चाहिँ ए ल मैले खुसी लाग्यो हजुरहरूलाई यहाँ भेट्दाखेरि। फेसबुकमा त साथी थियो होइन। ल नमखासी जुरी श्रद्धाञ्जली बिहाउने बेला खुसी रही सो गई मामाको छु ती। अच्छा अच्छा ए हाम्रो यहाँ देहरादूनमा आएर यहाँ बहिनी भेट्यो। हाम्रो हल्दरको माइला मामाको बुहारी रहेछ, जेठी बुहारी। भङ्गार चाहिँ माइत होइन? हजुरको नाम? मेरो तारा। तारा भङ्गारा माइत रहेछ यहाँ भेट्यो। बाँकी त हाम्रो माइजी भइगयो। हाम्रो मामा छोरा
मामा भइगयो लु भन्नु त तपाईँको दोकाने माइला मास्टर बाजेको नातिनी दोकाने माइलाको छोरी ल यहाँ देवदिनमा आएर भेट्यो होइन अनि उहाँ चाहिँ तपाईँको छोरी मेरो छोरी नाम चाहिँ छोरीको छोरीको नाम रिची गुरु रिची रिची ऊ चाहिँ नि प्रबल छोरा प्रबल ल यहाँ भेट्यो हाम्रो सिरुबारीको छोरीहरू पनि भेट्यो ल चाहिँ हो अब हामीले सुल्टो खाना खानुपर्छ अस्तिदेखिको उल्टो खाना खाइरहेको थियो त्यही भएर चाहिँ यो सुल्टो उल्टोमा कस्तो सुल्टोमा कस्तो उल्टो हो भने चाहिँ यो तावा त चढ्नु हुँदैन कराईलाई उल्टो पारेर चाहिँ पोल्नु पर्छ घुमाएर हजुर त्यस्तो नियम अहिले यो सुल्टो भयो अब यो सुल्टो यो चोखो भयो अब आजदेखि सुल्टो भयो यो चाहिँ बुहारीले नै गर्नुपर्छ मेन जेठी बुहारी तपाईँको यो घरको बुहारी जेठी यो फेरि अरूले गरेर भने जेठी बुहारीले गर्नुपर्छ जेठी बुहारीले गर्नु जाने पनि नजाने पनि तर जाने रहेछ त्यो पनि दिन्न किनभने मैले आफै मनपर्छ मलाई 7 मई में तो आज उनको 18 मई में उनको कार्यक्रम खत्म भयो र अहिले हाम्रो गुरुङ रीतिरिवाजको अनुसार नुन खुवाईको कार्यक्रम चल्दैछ त यसमा जति पनि हाम्रो रिलेटिभ मात्रै छ आफ्नो छिमेकी आफ्नो पढ्ने रिश्तेदारहरू मात्रै छ र यसमा म हजुरहरूलाई सबैलाई स्वागत गर्दछु साथै जति पनि हाम्रो यहाँ रिश्तेदारहरू आएको छ उनको केही दुःख सुखमा केही विघ्न परेपछि हामी पनि यसै आने जाने कार्यमा सम्मिलित हुनेछु यो कार्यक्रम त सुरु गर्ने साथै अब सबभन्दा पहिला म सिनियरिटी नाम पुकार्दै गर्छु त्यसै प्रकारले आने र आफ्नो टिका फुकाईको कार्यक्रम गर्ने र जसै टिका फुकाई कार्यक्रम गर्छ खत्तम हुन्छ त म फेरि खानाको एनाउन्स गर्छु त्यस हिसाबले गर्ने त कृपया शान्तिलाई बनाइराख्नुहोस् अरू जो भी म नाम पुकार्छु र सिनियरिटी आउनु होला त्यो हजुरहरूले पनि देख्नु होला सबैभन्दा पहिला हाम्रो भाइको जेठान प्रसाद गुरुङ र दुईटा मेरो छोराहरूको मामा त पहिला आउनु होला प्रसाद गुरुङजी अरू साथैमा उनको भाइजू श्रीमती सुनिता गुरुङजी पनि आउनु होला मेरो भाइको दुईटा छोरा हो ऋतिक गुरुङ र ऋषभ गुरुङ र हाम्रो नेपालबाट आएको हाम्रो दागी भाउजू 86 वर्षको उमेरमा पनि यता हाम्रो दुःखमा आउनुभयो सकि नसकि भए पनि हजुरले पनि आफ्नो प्रपर्टी साइड गर्नु भएको छ र चलो तो भाजीलाई दिने दुईटा इक्वा भाजी भान्जा यिनी सागर अहिले बाहिर छ र सागरको पनि नाम यसमा समेत छ परिवारको सिनियरिटीमा हाम्रो भाइ खलकको नेपालबाट नै हामी सुरु गरौँ है आगे पछि भए म क्षमा चाहन्छु म पनि अलिकति यसमा भाइहरू बढी सुरु गरौँ होइन यो नामहरू अलिकति तलमाथि छ है मालती गुरुङ र उनको श्रीमान नन्दलाल गुरुङ जवाईजीको पनि तपाईँले दिनु होला है जवाईजी अहिले अब्सेन्ट छ यहाँ रश्मिको पछि निता खपाइकी पनि छ कृपया गरेर आनेको कष्ट गर्नु होला है उतापट्टि पुग्नु होला रिक्वेस्ट गर्छु लालसिंह गुरुङ श्री लालसिंह गुरुङ फोटो पनि राम्रो आउनु पर्यो है तारा गुरुङज्यू साथै यहाँ आउनु होला तपाईँ है विष्णु गुरुङको जो बुटोलमा छ यिनी दुईटाको देऊ अरू
श्रीमती छुम्बी गुरुङ, श्रीमती आशिष गुरुङ यो दुईटाको पनि दिनु होला। साथै कृपया गरेर यो श्रीमती बबिता गुरुङ, श्री मचाने पुरे कान्छा थाहा छ नि, साहिल गुरुङ, अनुराधा गुरुङ जानुभयो। अच्छा है, यिनलाई कृपया हजुरहरूलाई पुऱ्याइदिनु होला। खलकमा अब सिनेरी लिनु पर्यो है। सबभन्दा पहिला हाम्रो प्रसाद गुरुङज्यू होइन प्रोग्राम हुनुहुन्छ र यसको एउटा त्यहाँ निकालिदिनु, आमाले लानुहुन्छ। हाम्रो रामप्रसाद गुरुङज्यू पोसिटिभमा हुनुहुन्छ होइन, त्यसको पनि त्यहाँ राखिदिनु है। यसमा हाम्रो श्रीमती गङ्गालक्ष्मी गुरुङ, स्वर्गीय भीमबहादुर गुरुङज्यू पोखरामा हुनुहुन्छ। दुखानु होला, त्यहाँ म पनि। नेक्स्टमा श्रीमती धनकुमारी गुरुङज्यू, स्वर्गीय भवराज गुरुङज्यू, सूर्यबहादुर गुरुङ कौशनी। अच्छा, हाम्रो श्री धनबहादुर गुरुङज्यू, हाम्रो दाजी, ठुलो दाजी आउनुभयो 86। देवी गुरुङज्यू, चलो अब देव गुरुङज्यू, यो हाम्रो साइला बाबाको छोरा हो, युकेमा हुनु, एउटा यहाँ राखिदिनु। भाउजू हामी श्रीमती सरोज गुरुङ होइन, बात मान्दै भाइ आमच्या नारायण गुरुङ, त्यसको यहाँ एउटा राखिदिने छोरा पदम सुब्बा गुरुङ, ज्यान मान्छेको आमा भन्ने छ, अहिले हाल्नुभयो। अस्ति नै हामी चौरसी बुझाउनु गएको र उनीहरूले प्रसाद गुरुङ र सुनिता गुरुङलाई गुरुङ रीतिरिवाजको अनुसार के भन्छ अरे स्याहाइ गर्छ। स्याहाइ गर्न पर्छ र नयाँ बच्चाहरूले पनि सिक्नुपर्छ। र यो पछि आनेवाला जति पनि साथै यो हाम्रो यो न्यू जेनेरेसन छ, कृपया गरेर गुरुङ समाजमा पनि जानु सक्नु जीवनको गङ्गाधर कार्यक्रम राम्रो होला। गरिसक्नुभयो। यो दुःखको घडीमा बहुत सुखले हो या दुःखले हो, देहरादून आउनुभयो, यो बहुत खुसीको कुरा हो। सकि नसकि आफ्नो मान्छे भनेर आएको छ। यो हाम्रो ऋतिक, यो रोशन, ऋषभ गुरुङ, यो कुशल गुरुङ, निशान, कुशल हो, निशान भन्दैन, मायाले निशान भन्छ, कुशल हो र
यो मेरो प्यारको निशानी हो। थुप्रै नाम रहेछ ल बधाई छ नाम भन्नु भइहाल्दैन। यो हाम्रो घरको चावडा पिल्लर हो। राम लक्ष्मण भेटेछ गाइड गर्नु आमाको साथ लिनु होइन अरू मैले केही भन्नु अनि मेरो सुनिता मेरो पसन्द धेरै धेरै धन्यवाद। मामा कि आमा भन्छ मामा र माइतीको सल्लाह लिनु बाबाको सल्लाह लिनु ठुलामाको सल्लाह लिनु म छु तिमीहरू जसले जहाँ भयो भने म तिमीहरूको मेरो हृदयमा त तिमीहरू हुन्छ तिमीहरूलाई मैले नदिइरहेको छु। मैले यो अप्नाएको छु मैले मेरो तर्फबाट छु अहिले पहिला योलाई